घर जति प्यारो मान्छेलाई कहिले पनि संसारमा केही पनि हुँदैन कि। धान सबै लडेको छ कि अहिले चाहिँ धान लडेर सबै लडेको छ। म यो अलिकति पछुवा भयो अनि पाकेको पनि छैन कि अहिले। तिहारभरि चाहिँ सयपत्री फुल फुलेन, अहिले चाहिँ ढकमक्क छ कि फुलेर। यसपालि तिहार अलिक छिटो आयो नि त, झन् लडेको छ सयपत्री फुल सबै। पछाडि देख्नु भएको बोट चाहिँ सजिनाको बोट हो कि। सजिनाको बोट चाहिँ मोरिङ्गा लिप्स पनि भन्छ यसलाई। चाहिँ मेरो घरमा 4 देखि 5 वटा छ होला सजिनाको बोट मात्रै देखाउन मन लाग्छ मलाई, फुले मात्रै। मैले रोप्नु भएको साग सयपत्री फुल हेर्नुहोस् न कति मजाले फुलेको छ पछाडि। अमलाको बोट हो कि। यसमा गनेर 16 देखि 17 वटा अमला चाहिँ फलेको थियो। एकदमै मिठो घरमा फलेको अमला भएर होला मिठो भएको बोट छ नि। यो चाहिँ कडी पत्ताको बोट हो कि। साउथ इन्डियन फुडहरूमा चाहिँ एकदमै धेरै युज हुन्छ, तर यो स्वास्थ्यको लागि चाहिँ एकदमै राम्रो हो। हेर्नुहोस् त यो कडी पत्ताको बोट हो होइन। अनि यो चाहिँ हाम्रो घरमा यति धेरै छ बोटहरू, किनभने यो छिटो फैलिन्छ। यसको दाना लाग्छ क्या, ठ्याक्क बगैनाको दाना जस्तो, अङ्गुरको जुब्बा जस्तो गरेर दाना बस्छ नि, पाक्छ नि, त्यो दाना पनि खान मिल्छ। म चाहिँ खान्छु अनि मेरो फ्यामिलीमा अरूले पनि खानुहुन्छ, तर खासै मिठो चाहिँ हुँदैन, टरो कस्तो कस्तो हुन्छ। तर यो चाहिँ कडी पत्ताको बोट हो है। त्यो रसम राइसहरूमा पनि, त्यो रसमहरूमा, साम्बरहरूमा पनि हालिरहेको हुन्छ नि त त्यो। अनि यो चाहिँ सिमल तरुल भन्छ नि, यो सिमल तरुलको बोट हो कि। माघे सङ्क्रान्तिमा खाने सिमल तरुलको बोट हो यो चाहिँ। यो घरमा चाहिँ धेरै प्रायः सबै कुरा फलाउने गर्नुहुन्छ। यो चाहिँ अहिले काँक्रा फल्दैछ हाम्रोमा, तर म जाने बेला भइसक्यो। काँक्रा यत्रो भइसकेछ। अनि म अहिले तपाईँलाई देखाउँछु। अनि यो चाहिँ हाम्रो करेला रोपिसकेको छ घरमा है। हेर्नु न कति मजाले छ करेला रोपिसकेको छ। यसरी मजाले बाबाको मामुको मेहनत हो यो चाहिँ। करेला फल्दैछ, कुनै त कत्रो ठुल्ठुलो हुन्छ। यो अब भर्खर चिचिला लाग्दैछ, कुनै सानो छ। हेर्नु न कति सानो चिचिलाहरू छ कि यहाँ। यो भयो यहाँ हेर्नुहोस् त, देखि हेर्नुहोस् यति सानो चिचिला। करेला, मलाई चाहिँ करेला एकदमै मनपर्छ। कतिजनालाई चाहिँ करेला मन पर्दैन, मलाई चाहिँ करेला मिठो लाग्छ कि। म मेरो बाँस घारीमा लान्छु है त। हाम्रोमा चाहिँ तामा पनि मजाले फल्छ कि। तामा फल्छ, कतिजनाले तामा लानुहुन्छ। अनि ढुङ्ग्रोहरू बनाउन मिल्छ नि त बाँसको। भालु बाँस पनि छ हाम्रोमा, अर्को बाँस पनि छ। भालु बाँसको चाहिँ तामा खान्छन्, अनि अर्को सानो बाँसको चाहिँ मलाई थाहा छैन है खान्छन् कि खाँदैनन्। किनभने सानो बाँसको चाहिँ यस्तो हुन्छ कि, हेर्नु त यो यस्तो हुन्छ कि सानो बाँसको चाहिँ। भालु बाँस अब म आइसकेँ। हाम्रो चाहिँ ठुलो छ एरिया चाहिँ, हाम्रो बाँसघारी हो, परसम्म छ। अब अँध्यारो साँझ परिसक्यो, म जान्न डर लाग्छ। अनि सापहरू हुनसक्छ नि त। हो जुन हामी तामाको तरकारी खान्छौँ, तामाहरू खान्छौँ नि, यो यही बाँसको हो कि। यसलाई चाहिँ भालु बाँस भन्छ कि। अनि यसको चाहिँ तलपट्टि हुन्छ। जाँदैछु कि काठमाडौँ, अनि मन चाहिँ कति भारी हुँदो रहेछ क्या। आफ्नो जति नै दिन घर बसे पनि, जति नै वर्ष घर बसे पनि घर जस्तो अनुभव चाहिँ काहीँ पनि हुँदैन। घर भनेको चाहिँ घर हो होइन। अनि कस्तो गाह्रो हुँदो रहेछ कि घर छोड्नलाई। अब भोलिपल्ट बिहानैको फ्लाइट छ मेरो, 8:15 फ्लाइट छ। अनि त्यो एउटा 11-12मा पढ्दाखेरि थियो कि घर छोड्ने रात भनेर, ठ्याक्कै त्यस्तो हुँदो रहेछ कि। एकदम गाह्रो महसुस हुँदो रहेछ। अनि मलाई त हिजैदेखि निन्द्रा लाग्न छोडेको, खाना रुच्नै पनि छोड्छ। अनि हरेक दिन रोएरै जान्छु कि म रोएरै गएको हुन्छु कि। रुन्छु नि कि। मलाई थाहा छ यही हो भोलिको दिनमा कहाँ पुगिन्छ भन्ने पनि मलाई थाहा छ होइन। यो त भर्खर सुरुवात मात्रै हो भन्ने पनि थाहा छ, सबै कुरा थाहा छ। तर स्टिल इट हन्ट्स मी के। इट हन्ट्स मी, इट जस्ट स्याटर्स माई हार्ट। जस्ट घरै बस्न पाए हुन्थ्यो भन्ने लाग्छ मलाई चाहिँ। अनि यसको लागि चाहिँ आई थिङ्क इट्स भेरी इम्पोर्टेन्ट टु हेभ अ गुड कलेज, युनिभर्सिटिजहरू के। अनि हाम्रो लागि त अब क्यापिटलै हो नि त होइन। क्यापिटलले, राजधानीले धेरै सपनाहरू पुरा गर्छ, यसमा त म दुई मत गर्दिनँ। अनि धेरै कुरा सिकाउँछ, तर होस्टेलमा चाहिँ के गाह्रो हुन्छ भने एक्लै बस्न गाह्रो हुन्छ कि। एक्लै बिरामी हुँदा गाह्रो हुन्छ। त्यो एक्लै ज्वरो आउँदा, जुन एक्लै खटाउनु पर्छ नि ज्वरो आउँदा, जे हुँदा पनि त्यो चाहिँ एकदम गाह्रो हुन्छ। आमाको माया जस्तो चाहिँ काहीँ पनि हुँदैन क्या। बाबा मामु जस्तो माया गर्ने, आमाको यो जुन न्यानोपन हुन्छ नि, त्यो काहीँ पनि पाइँदैन कि।
ओके गाइज बाई। यो चाहिँ मेरो भेरी फर्स्ट ब्लग थियो अनि यो चाहिँ मैले खासमा मेरो घरको मेमोरिजहरूको लागि राखेको हो। ओके सो टेक केयर एन्ड प्लिज डु सब्सक्राइब। बाई।